चाहिँ म जाँदैछु मेरो बुढालाई भेट्नलाई, किनकि मेरो चाहिँ भोलि छुट्टी छ। म चाहिँ तपाईँहरूलाई कहाँबाट जान्छु भने देखाउँछु है। गाह्रो छ कि परदेशको ठाउँमा चाहिँ साथीहरू। अब बुढाबुढी एउटै कम्पनीमा भए पनि हाम्रो चाहिँ अकोमोडेसन अलग अलग छ नि त, त्यही भएर छुट्टीको दिनमा भेट्न पनि गाह्रो छ। बुढालाई भेट्न जाँदैछु ब्याग स्याग बोकेर होइन। यसमा चाहिँ मैले मेरो बुढाको लागि गिफ्ट राखेको छु कि, गिफ्ट बुढालाई सरप्राइज त होइन, पहिला नै थाहा छ उहाँलाई, तर भन्नुहुन्छ नि सेम सेम खालको सर्ट छ क्या उसलाई र मलाई। यो चाहिँ हाम्रो अकोमोडेसन होइन। यहाँ चाहिँ सेक्युरिटी चेकिङ हुन्छ कि साथीहरू होइन, बाहिरको मान्छे चाहिँ छिर्न पाउँदैन कि यहाँ चाहिँ। रोड क्रस गर्नु चाहिँ गाडी चाहिँ ऊ परबाट आइरहेको छैन, त्यही पनि मलाई चाहिँ रोड क्रस गर्न नि क्या डर लाग्छ क्या साथीहरू। यस्तो स्पिडमा आउँछ होइन, फेरि यहाँनिर चाहिँ जेब्रा क्रसिङ पनि छैन क्या, यस्तै स्पिडमा आउँछ अनि डर लाग्छ। म चाहिँ गाडी ऊ पर छ भने पनि एकछिन वेट गरेर बस्छु क्या। अनि यहाँ हेर्नु न दुबई नर्सरी छ कि यहाँ चाहिँ होइन, यति ठुलो छ कि यो चाहिँ होइन, धेरै ठुलो एरिया छ क्या। अनि यस्तो दामी दामी उयोहरू छ होइन। यहाँ हेर्नु हात्ती के यो भित्र गयो भने चाहिँ यस्तो खतरा खालको उयो छ। यो भित्र चाहिँ यस्तो खतरा खालको यो उयो अन्त नर्सरीमा पाउने के सामानहरू सब छ कि यस्तो दामी छ होइन। भिडियो बनाउँदै मैले बसको टाइमिङ पनि बिर्सिसकेँ है, कति बजी थियो भनेर। यहाँ चाहिँ टाइम टु टाइम मात्रै आउँछ कि बस। अब एउटा छुट्टी नै आधी घन्टा पुग्नुपर्छ फेरि, म कुरेर बस्न सक्दिनँ। म प्रायः जस्तो ट्याक्सी नै गरेर जान्छु। यहाँ चाहिँ वेटिङ एरिया छ, अनि म चाहिँ यहाँनिर गएर बसलाई वेट गर्छु। बसको टाइमिङ चाहिँ थाहा छैन, तर अब म यहाँनिर वेट गर्नु छ। अब बसको कति बेला आउँछ, तर यहाँ ट्याक्सीहरू नै आइरहन्छ। म चाहिँ बसमा जान्छु, ट्याक्सीमा जान्छु। तर मलाई सजिलो चाहिँ के लाग्छ भने ट्याक्सी सजिलो लाग्छ क्या, बसको अलिक रुट लामो हुन्छ नि त। अनि ट्याक्सीमा गयो भने चाहिँ यहाँदेखि चाहिँ सर्टकट यतै नजिकै मेट्रो स्टेसन छ क्या। हेर्नु नि म यहाँ बसेटामा बिरालो आइछ क्या, यस्तो तर्साइदियो नि यसले मलाई। सही ट्याक्सीबाट झरेर हामी जेब्रा क्रसिङमा अब पुगिरहेको छु। रुल्स है, ट्राफिक रुल्स देखाउँछु मैले बुइटेल। यो हो नि त ट्राफिक रुल्स भनेको होइन, सबैले फलो गर्छ नि त। अनि यस्तै हुनु पऱ्यो क्या नेपालमा पनि होइन, यस्तो गऱ्यो भने पनि सही। यहाँ चाहिँ यस्तो उयो छ होइन, तर मेरो बुढा चाहिँ यस्तो छ होइन, मेरै पछाडि आएर मैले नदिएर मलाई तर्साइराख्यो क्या, डराउनु दिइराख्यो। त्यत्रो उसबाट आएपछि नबोलाउने क्या, पछाडिबाट आएर यस्तो गरिराख्यो, तर्साइदिएर। बुढाले मलाई चक्लेट ल्याइदिनु भएको, जहिले आउँदाखेरि चाहिँ मलाई चक्लेट ल्याइदिनुहुन्छ कि। भेटेपछि झोला बोक्ने जिम्मा चाहिँ उहाँको हो क्या, मलाई झोला बोक्न दिनुहुन्न क्या। हामी चाहिँ अब सबभन्दा फर्स्टमा चाहिँ खाना अर्डर गर्न जान्छौँ है। खाना चाहिँ मेरो फेभरेट, जहिले भेट्दा नि मेरो बुढालाई मलाई मनपर्ने खाना खुवाउनुहुन्छ क्या। आजको हाम्रो खाना यो चाहिँ, अनि यो चाहिँ मलाई एकदम मनपर्ने उयो हो क्या, कोकोनट वाटर हो। तर मैले पाएन, त्यही भएर कोकोनट र यो वाटरमेलनसँगै मिसिएको लिएर आएँ। तर कोकोनट मात्रै लास्टै मिठो हुन्छ। यसमा गुलियो रहेछ। माछा चाहिँ
हामीले कति खोज्दै हिँडेको क्या के हो त्यो ग्रेभी माछाको मैले चाहिँ होइन बुढालाई भनेको थिएँ माछा खानु मन लाग्यो भनेर अनि मैले चाहिँ पछि खानेकुरो धेरै भइसक्यो पर्दैन भनेको होइन त्यो होइन भनेर खोज्न गएको क्या बुढलाई खान मन लाग्यो भनेर यसमा मलाई सबैभन्दा मनपर्ने चाहिँ यो के अरे बुढा बटर चिकन यो चाहिँ मलाई लास्ट हुनुहुन्छ यो मेरो फेभरेट हो जहिले मेरो बुढाले म आउँदाखेरि चाहिँ यो म गर्नुहुन्छ